पालै पालो पैसादाइ के छैन यो छैन भन्छ उले भन्छ हामी कुन्टा गर्छौँ आउनु देख्दाखेरि मलाई पनि इमोसन ताउँछ कस्तो राम्रो केटा छ यतिको केटा छ पनि राम्रै पाइचाल्यो भन्ने हुन्छ कि सबै चिज राम्रो हुन्छ त्यसो गर्दाखेरि सुन्नु न पैसा पनि चाहियो हरेक म्याडम सुन्नु हरेक नारीले श्रीमान खोज्ने हो भन्दैन परिवार खोज्ने हो भन्दैन चेतना अब्बल भएर राम्रै पर्छ भन्ने कुराहरू पनि हुँदैन परिवारको दायित्व राम्रो बन्यो नि त त्यही भएर तपाईँ राम्रो हुनुहुन्छ भनेर मैले तपाईँ दुईटा पाइराख्न सक्छु के दुईटा प्रेमी पाल्न सक्छु नि त म त दुईटा आदेशित पक्रेर मैले राख्न सक्नु नसक्नु दुईटा मैले राख्न सक्नु म त सक्छु मैले पाउने कि नपाउने मर्द त दोस्रोटी भन्ने समाजले सावित्रीले दुईटा पति राख्न पाउने कि नपाउने अबको सवाल यो हो के मेरो कानुनले नपाउने पुरुषलाई चाहिँ घरमा श्रीमतीले सन्तोष कानुनले नपाउने भनेर भाइले उसले मान्छ गर्ने लाग्यो भने अरूले के आपत्ति बहु विवाहको कुरालाई चाहिँ तपाईले उठाउने फेरि तपाईले प्रेमी राख्न पाइयो भने के प्रेमी एउटा बाहिर त्यस्तो नि हुन्छ एउटा बाहिर